दर्शन नमस्ते म चन्द्र पाखरिनलाई सम्पूर्ण साथीहरूलाई मेरो भ्लगमा चाहिँ मैले स्वागत गर्न चाहेँ र आजको मेरो यात्रा चाहिँ हुँदैछ सबल अहमद भन्ने ठाउँमा। अहिले चाहिँ म अन द वेमा छु है साथीहरू। हजुरहरूलाई चाहिँ यो बाटोको दृश्यहरू देखाउँदैछु है त। अहिले एक्ज्याक्टली अब डेस्टिनेसनमा पुगिसकेपछि चाहिँ त्यहाँको पनि भिडियोहरू चाहिँ यसो अपलोड गरिदिनेछौँ साथीहरू। यस्तो हुन्छ है साथीहरू खाडी चाहिँ म अब ड्राइभ पनि गर्दैछु। त्यही कारणले गर्दाखेरि अब एकछिन पछि त्यो डेस्टिनेसनको पनि खाडीमा साथी भिडियोहरू चाहिँ अपलोड गर्ने है साथीहरू। हस् त सम्पूर्ण जय होस्। पोलहरू देखिरहनु भएको छ नि हजुरले होइन। यो चाहिँ गाउँतिर भएर है साथीहरू। सिटीभित्र चाहिँ यस्तो पोल हुँदैन है। यो के अरे कुवेतमा चाहिँ यो चाहिँ सिटी बाहिर धेरै नै टाढा है। यहाँ चाहिँ यस्तो यो बिजुलीको पोल हो यो चाहिँ होइन। सानो ठुलो पोल पनि छ छन्छ तर यो एरियामा चाहिँ छैन है साथी। अब नेक्स्ट भिडियोमा गरी त्यो ठाउँतिर पुग्यो भने चाहिँ त्यहाँको पनि भिडियो अपलोड गरिन्छ है त साथीहरू। मिलाइ अब हामी करिब डेस्टिनेसनको नजिक आइपुगेका छौँ है। साथीहरू यहाँको भ्यू हेर्नुहोस् है। यसपालि अहिले त आज चाहिँ मजाले हेरेँ। यो एरिया यो सिटीको नाम चाहिँ सबल अल अहमद भन्छ होइन। सिटी त होइन लोकेसन पनि हेर्दै गर्नुहोस् यसो। किप राइट है उता यो चाहिँ भर्खरै नयाँ बनेको के अरे सिटी हो यो चाहिँ होइन। सिधा अगाडि आज चाहिँ कुवेतमा चाहिँ अहिले भर्खर चाहिँ अलिकति घाम लाग्यो नत्र भने बिहान चाहिँ अलिकति हल्का चिसो कुहिरो लाग्यो जस्तो भइरहेको थियो। अब यहाँ आइपुग्दा चाहिँ अलिकता घाम लाग्यो। स्लाइड लेफ्ट भनेको अब यो चाहिँ केएनपीसी पेट्रोल पम्प। यो केएनपीसी पनि छ। यो चाहिँ सानो जामिया हो। नयाँ छ है साथी। कुनैमा चाहिँ घर मान्छे बसिरहेको छ, कुनै ठाउँमा चाहिँ मान्छे बसेकै छैन है साथी, खाली छ। तर यो के अरे सिटी पनि ठुलै छ। यो के अरे एकदम ठुलो छ यो। पछि गएर यो सिटी नै बन्ने हो कि यो। एकदम ठुलो छ नि यो। किनभने सबल अहमद सिटी भन्छ क्या ल भने। अब कम्पनीको मिसिनहरू हो सबै। नयाँ हो सबै बिल्डिङ। यही बाटो गएको अस्ति ठ्याक्कै आयो अहिले। सब नयाँ बिल्डिङहरू है। यहाँ चाहिँ मान्छे बसिसकेको छैन अहिले।
straight. यही बाटो यस्तै बनिरहेको छ घरहरू चाहिँ यो अर्को साइडको के अरे घरहरू पनि देखाइदिउँ न हजुरहरूलाई होइन मिलाइ यहाँको चाहिँ घर यसरी बनाएको हुन्छ है साथीहरू जस्तो बन्ने काम अझै सकिएको छैन बन्दैछ है सबै यो भर्खर जब उठाउँदैछन् होइन यो सबै सरकारले होला गाडीहरू ठाउँहरू पहिला एकछिन एकदम नयाँ टल्किएको छ है साथी हो मिलाइ लगाएनस् अब चाहिँ हामी डेस्टिनेसनमा आइपुगिसकेका छौँ है यो सबल अहमदको चाहिँ स्कुल रहेछ है साथी घरहरू यता बनाइरहेको सबै नयाँ मात्रै छ यो घर बनाइरहेको छ यही हो यही घर बनाइरहेको छ हाम्रो यहाँ गाडी कुद्दैछ देख्दैन होला है हामी कुदिसक्यो ल साथी हो हामी चाहिँ यहाँ सबल अहमदभित्र चाहिँ अब आइपुगेको होइन अब लोकेसनलाई चाहिँ अब मेन बाटोमै देखाउँछ यहाँभित्र घर खोज्दा अब हैरान भइसक्यो है भेटिएको छैन घर कुन चाहिँ घर हो भनेर नै पत्ता लागेन अब मेन कुरो भनेको यहाँको ब्लक इसारा नम्बर थाहा भयो भने चाहिँ भेट्न सकिन्छ त्यो ब्लक र इसारा भएन भने त भेट्न गाह्रै हुन्छ नि त्यो ठाउँमा पत्ता लगाउनै सकिँदैन त्यही पनि हेर्दैछौँ अब हेरौँ अब घर फेरि सबैको उस्तै हुन्छ एउटै डिजाइनको हुन्छ कसरी गर्यो